back another video and a new ride new vlog है स्वागत छ सबैजनालाई आज बाइक तथा मानिसहरू हेर्नु होला हामी चाहिँ अहिले काभ्रेबाट चाहिँ ललितपुर जाँदैछौँ के जानु भन्नु घर पनि मेरो ललितपुर नै हो विदाउट यहाँ चाहिँ एक्सिडेन्ट भएर चाहिँ रोक्या छ टिफर पन्केर बस्या छ है त्यही हो लेट्स गो हेरेर जाउँ अब के रहेछ के हुनुपर्छ बिहानै झन्डैले गएको है on the morning time. Good. That is the morning time. But in the solo ride. कसरी बतायो भने चाहिँ बचिन्छ है यो बाइक चाहिँ जान्छ मजाले असिना गाइज भन्नु पर्दाखेरि भने जस्तो लाग्छ हैन यो बाइकमा चाहिँ आगो लागेको थियो अहिलेको समयमा तेलको भाउ छ 120 पर लिटर अनि बाइक राइडरहरूले बाइक कसरी चलाउने भन्ने कुरामा चाहिँ अलिकति उस्तै छ अब खासै भन्नुपर्दाखेरि चाहिँ निगम आयोगले नेपालमा निगम आयोगले चाहिँ जो त्यसरी तेलको भाउ चाहिँ बढाउन नहुने हो किन भन्दाखेरि उता समथिङ वार चलिरहेछ त्यो वारले खासै इफेक्ट पार्दैन नेपाललाई है तेलको लागि चाहिँ कतिपय मान्छेलाई थाहा छ कि छैन किन भन्दाखेरि चाहिँ इन्डियाबाट जो 15 दिनमा चाहिँ निगम आयोग भन्छ इन्डियाबाट चाहिँ 15 दिनमा चाहिँ घट्ने र बढ्नेको त्यो विवरण दिन्छ भन्ने सुनेको थियो तर 6-7 दिनभित्रमा चाहिँ तेलको भाउ चाहिँ लामलम बढेर 120 पुग्यो अनि अहिले चाहिँ त्यही कायम भएको छ सुन्नमा आइरहेछ कि अझ पनि बढ्छ अझ पनि बढ्यो भने चाहिँ बाइक गाडीहरू चाहिँ चलाउन सक्दैन डिजेलको कति 137 पुग्यो भने जस्तो सुन्छु म हो कि होइन थाहा छैन नेपालमा कतिको उस छ लाङटर्म पछि चाहिँ म पनि धेरै भएको छैन नेपाल आएको है त्यही भएर चाहिँ मलाई खासै थाहा छैन भनौँ न थाहा हुनेहरूले चाहिँ कमेन्ट गरिदिनु है त कसरी कतिको के कसरी भनेर चाहिँ कमेन्ट गरिदिनु हामीले चाहिँ खासै थाहा नपाएर मात्र हुनसक्छ बस यो रोड चाहिँ खुल्ला छ है तल एकदम मजाको रोड छ
किन भन्दाखेरि चाहिँ खासै त्यति विधि चाहिँ आउँदैन, गुड्दैन भनौँ न, गाडी बाइक वगेरा समथिङ होइन के त्यस्तो खासै गुड्दैन। यतातिर धेरै गुड्ने भनेको जस्ट अटोहरू मात्र हो। अनि दिउँसो पनि त्यस्तै हो, खासै हुँदैन। इनफ मजाले चाहिँ कुदाएर चाहिँ हिँड्न पाउँदैन। आफ्नो लाइनमा हिँड्दैन, यसरी आउँछ कि मलाई चाहिँ यो टर्निङमा आउने बित्तिकै चाहिँ लास्टै डर लाग्छ क्या है। पहिला नि 2-3 चोटि एक्सिडेन्ट भइसक्यो यो टर्निङमा चाहिँ। अनि गाइज भन्नुपर्दा ठ्याक्कै यो टर्निङमा पनि म पनि लडेको थिएँ है। बाइकको पछाडिको व्हिल चाहिँ भाँचेर चाहिँ जस लडेको थिएँ म नि। अनि साथै मेरो यहाँनिर पनि एक्सिडेन्ट भएको थियो, टिपरले हानेर है। यतातिर चाहिँ अलिकति बाइक राइड हान्दाखेरि पनि सचेत हुनुपर्छ यो ठाउँमा चाहिँ, नभए चाहिँ त्यस्तै हो, अलिक गाह्रो नै छ। एक्सप्लोर पनि कति हान्नु क्या यो ठाउँबाट, एक्सप्लोर कति हान्नु है। तपाईँले भिडियो हेर्नुहुन्छ भने चाहिँ च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। यस्तो अब नयाँ नयाँ भर्खर आउँदाखेरि नयाँ सब्सक्राइबर होइन, अब नयाँ च्यानल बनाउँदाखेरि चाहिँ जो सब्सक्राइब पाउनुलाई अलिक गाह्रो नै हुन्छ। किन भन्दाखेरि कन्टेन्ट अलिकति दामी हुँदैन। आई होप म चाहिँ बिस्तारै नै अलिक कन्टेन्ट अलिकति तगडा बनाउँदै जान्छु है त। त्यही हो अब भन्नुपर्दाखेरि चाहिँ मेरो नि डेस्टिनेसन चाहिँ आउन लाग्यो। मेरो घर पनि माथि नै हो है। मेरो घर चाहिँ ललितपुर हो, म चाहिँ काभ्रे कटेर चाहिँ ललितपुर पुग्न आँट्यो। हाम्रो चाहिँ काभ्रे र ललितपुरको चाहिँ सीमा चाहिँ ठ्याक्कै उसबाट छुट्याइदिन्छ, खोलाले छुट्याइदिन्छ है। यहाँबाट चाहिँ अब सिमाना छुट्टियो भनौँ। सिमाना छुट्टिसकेको छ, ललितपुर आइसक्यो हामी चाहिँ। हाम्रो मालाछि नगरपालिका वडा नम्बर 10 को चाहिँ नयाँ बाटो हो, नयाँ पिच है। त्यही भएर चाहिँ मैले कुदाउन चाहेन। यो नयाँ पिचमा चाहिँ त्यसरी बाइक पनि कुदाउनु हुँदैन। किन भन्दाखेरि जो ग्रिप बस्दैन क्या भनौँ है, ग्रिप बस्दैन अनि फालिदिन्छ कि ग्रिप फाल्यो भन्दा मऱ्यो मान्छे। अब बस्दा चाहिँ ओभरटेक हान्दैन, बिस्तारै नै। बाटो चाहिँ नयाँ हो, हिँड मस्तको बाटो छ ललितपुरमा चाहिँ, बब्बाल भएको छ अहिलेको सिजनमा चाहिँ, समयमा चाहिँ। अनि हेर्दा नि मजा, चलाउने नि मजा है। अघि त्यो रोड बनाएर चाहिँ सफा केही हानेको छैन, कोडिङ केही गरेको छैन। कोडिङ गराउनुपर्छ अनि बबाल मजा आउँछ है यो रोडमा चाहिँ।
छोरा नि